हिजोको भिडियोमा तपाईहरुले देख्नुभयो कि हामी होटल पुगिसकेको थियौं र अब हामी सबै हाम्रो सामान राखेर सी बीच घुम्न जाँदै छौं र सी बीच यति ठुलो थियो It was my first experience and it was very wonderful. अनि हामीले एकछिन सी बीच तिर घुम्यौं फोटोहरु खिच्यौं सी बीच हेर्यौं It was really fun. I enjoyed a lot. अब हामी जाँदैछौं चलो अब हामी फेरीमा घुम्न जाँदैछौं सिटीतिर अब हामी विवेकानन्द स्ट्याचु घुम्न फेरी राइडमा जाँदैछौं I'm so excited र अब हामी सबैजना रेडी भएर जाँदै छौं फेरी राइड गर्नतिर यस्तो भिड छ हामी टिकटको लागि उभिरहेको छौं यति लामो लाइन छ मलाई गर्मी भयो अब हामी फेरीमा चढिसक्यौं हेर्नुस् त यहाँको पानी कति डिप छ Oh my god अनि यो पानी देख्दा मलाई हल्का डर पनि लागिरहेको छ मजा पनि आइरहेको छ किनकि यो शिप हल्ली पनि रहेको छ अनि उ पर भएको स्ट्याचुमा हामी जाने हो अब यहाँ हेर्नुस् त कति धेरै फेरीहरु आउने र जाने गरिराखेको छ ओ माय गॉड ओ त्यहाँ माथि स्ट्याचु हजुरहरुले देखिराख्नु भएको छ नि कति ह्युज छ हामी त्यही जाने हो नि अब कति ठुलो छ ओ माय गॉड अब हामी पुग्न लाग्यौं हामी मन्दिरमा आइपुग्यौं फेरीबाट अनि अब हामी माथि जाने साथीहरु हेर्नुस् त हामी अहिले माथि चढिसक्यौं र स्ट्याचु अगाडिदेखि हेर्दा अझै ठुलो देखिन्छ अनि यो ओशन चाहिँ तीनटा ओशन मिलेर बनेको हो अरेबियन सी बे अफ बेंगल एन्ड इन्डियन ओशन यो ओशन चाहिँ एकदमै ह्युज छ र यसको तीनटा कलर छुट्टिएको छ अनि यता मन्दिर छ यो मन्दिर र स्ट्याचुलाई कनेक्ट गरेर एउटा ब्रिज बनाइएको छ त्यहाँनेरि स्काई वक पनि छ मलाई एकदमै मजा आयो ब्रिजमा हिँड्दा साथीहरु हेर्नुस् त यो मन्दिर अनि स्ट्याचुमा यति भिड छ
एन्ड अन टप अफ द्याट हावा चलेर मेरो कपाल त उडाएको थियो, क्याप पनि उडाइदिएर झन्डै पानीभित्र नपसेको। यो चाहिँ स्काई वक हो। अनि यहाँदेखि चाहिँ तल पानीमा भएको वेभहरू देखिन्छ। हामी माथि ब्रिजमा हिँड्छौँ, तल चाहिँ पानी देखिन्छ अनि एकदमै रमाइलो पनि हुन्छ। अलिअलि डर पनि लाग्यो मलाई त। यो भ्यू हेर्नुस् त, यो भ्यू चाहिँ हामीले माथि स्ट्याचुदेखि लिएको हो। सबै चिज देखिरहेको छ यता। त्यहाँ मन्दिर छ, यहाँ ब्रिज छ, ऊ त्यहाँनेरि फेरी पनि छ। यति राम्रो भ्यू देखिरहेको थियो। साथीहरू हेर्नुस् त, यो स्ट्याचुको खुट्टा, ओ माई गड, यसको नङ कत्रो कत्रो छ, म भन्दा पनि ठुलो छ स्ट्याचुको खुट्टा त। अनि हेर्नुस् त, सनसेट कति मजाले हुँदैछ। ओसनदेखि कति राम्रो देखिन्छ यहाँको सनसेट, सनसाइन। साथीहरू अब चाहिँ हामी स्ट्याचुदेखि तल झरिसक्यौँ। अनि यता स्ट्याचु र सनसेट कति राम्रो देखिएको छ। मलाई त कस्तो मन पर्यो, यति रमाइलो भ्यू थियो त्यहाँको। अब चाहिँ हामी टेम्पलदेखि फेरीमा फर्किँदैछौँ। अनि हेर्नुहोस् त, फेरीबाट फर्किँदाखेरि त्यहाँ ब्रिजमा कति राम्रो लाइट बल्यो। तल पानीमा यति राम्रो रिफ्लेक्सन देखिरहेको थियो त्यो लाइटको। अझ त्यो गोल्डन कलरको झनै राम्रो देखिरहेको थियो। अनि अब चाहिँ हामी फर्किँदैछौँ।
साथीहरु फाइनली हामी आइपुग्यौं सीको नेक्स्ट साइडतिर। हेर्नुस् त यहाँको भ्यू कति राम्रो देखिन्छ उता पर। अनि मलाई एकदमै रमाइलो लाग्यो। थ्यांक यू फर वाचिङ।